स्कुटी हो नि त बाइक भएको भए चाहिँ अलिकति थाहा छैन के हुन्थ्यो बट बाइक चाहिँ स्कुटी भन्दा अलिकति हेभी हुन्छ र स्केट हुने चान्सेस हुँदैन बाई मनोज बाटो त हेर्नुहोस् त बाटोको साथ भ्यू हेर्नुहोस् त्यो चाहिँ अन्तुश्री त्यो माथिको टुप्पो हो नि त्यो अन्तुश्री हो श्री अन्तु हो अनि त्यो गाउँ मैले फाइनली सोधेँ त्यो गाउँ त्यो गरेँ एलडी ऊ पर चाहिँ 9 नम्बरहरू त्यस्तो कस्तो साह्रो पर्छ नि त सो यही हो सिस्नोमा यो चाहिँ सबै चायपत्ती हो यस्तो कलिलो कलिलो पत्ता टिप्छ यो किलो हिसाबले बेच्छ होला हिँड न म पुगिहाल्छु तिमी भन्दा छिटो म पुग्छु अन्त बाटो यस्तो छ सो यति नै हो सिस्नेको भिडियो कहीँ घुमेकै छैन कहीँ गएकै छैन किनकि मनोज आएकोबाट त पानी परेर दुधेको ब्रिज त्यो भएर टुटेर मतलब आने जाने बाटो नै बन्द भएको थियो बल्ल बल्ल अलिकति बाटो साटो बनायो अब मनोज जाने दिन आयो त त्यही हो कहिले नि चिज अबै तलको बाटो बुझ्यो मनोज बाटो त अन्त यस्तो बाटो छ के भन्दै थिएँ कहिले पनि सोचेको चिज पुरा हुँदैन रहेछ भनेको हो रहेछ भ्यू हेर्नुहोस् न यहाँबाट हेर्दा त्यो बाटो कस्तो दामी देख्दैछ है तर त्यो बाटो नि यस्तै छ होला त्यहाँ यहाँ हेर्दा नि यस्तै देखिरहेको हुन्छ अनि यो सबै जति नै छ नि सबै चायपत्ती हो सबै यसरी टिप्नु हुँदैन हामीलाई अलाउ छैन हो टिप्नु किनकि आरामले है यहाँ हेर्नु अस्ति पानी परेर ल्यान्डस्लाइड भएको आज चाहिँ कति वर्षको बाद आएको म सिस्ने अन्त यो चायपत्ती टिपेर यसको टुप्पोलाई टिपेर मारेर घाममा मजाले सुकाएर त्यसको चिया हामीले खाँदा हुन्छ त्यो नेचुरल टी राम्रो हुन्छ खुसबु पनि राम्रो त्यो हेर्नुहोस् न घाम त्यसको घामको सिधै रोशनी त्यहाँको मजाले